फाइनली गाइस हामी नेपालगञ्ज आइपुगेछौँ। हेर्न सक्नुहुन्छ नेपालगञ्ज बजार, यो हो नेपालगञ्ज। हेलो गाइस, कस्तो हुनुहुन्छ? सन्चैमा हुनुहुन्छ होला गाइस। आज हामी घरबाट दिल्लीको लागि हिँड्दैछौँ। हामी आज घरबाट हामी परदेश जान लागेको छौँ हैन। और कसरी हामी जाँदैछौँ त्यो सबै तपाईलाई डिटेलमा म भिडियो देखाउने वाला छु। देख्न सक्नुहुन्छ यो घरको गाडी हो। यसैमा हामी जाँदैछौँ यहाँबाट बर्डरसम्म हैन। मेरो पछाडि फुल पनि फुलेको छ। अनि मेरो यो साइडमा हेर्नुस् त, हाम्रो सासु आमाले टीका बनाएर लाउँदै हुनुहुन्छ। फेरि हाम्रो घरमा सायद दसैँ जस्तै आइसकेछ माहौल हैन। त्यही भएर आज टीका लाएर हामी यहाँबाट शुभ यात्रा। म एक्चुअली गाइस मम्मीको मुखबाट केही सुन्न चाहन्छु। म तपाईलाई ब्याक क्यामेराबाट देखाउँछु, भिडियो हेर्दै गर्नु होला है त। गाइस फाइनली हाम्रो मम्मीले टीका लाउँदै हुनुहुन्छ ज्वाइँजीलाई। ल हेर्नुस्, ल फाइनली हाम्रो अब टुर खतम भयो गाउँको। गाइज फेरि आफ्नो काममा जान पर्ने भयो। गाइस हेर्न सक्नुहुन्छ हाम्रो अहिले टीका टालो लाउने कार्यक्रम चलिरहेछ। परदेश जान पर्छ गाइस, के गर्ने अब रोजगारी छैन गाउँमा। अब हामी आज साँझको बस अब कतिखेर हुन्छ म तपाईलाई अपडेट दिँदै गर्छु, भिडियो हेर्दै गर्नु होला। अनि हाम्रो त अब घरको गाडी रेडी छ। यही गाडीबाट हामी बर्डरसम्म जान्छौँ हैन। हामी अब 5 जना जानु लाग्छ। मेरो दुईटा छोरी, मेरो सिटमाथि प्लस हाम्रो ब्याग प्याकिङहरु भइसकेको छ गाइस। एउटा छोरा यो पनि जाँदैछ। भिडियो हेर्दै गर्नु होला है। लाइन बाइ लाइन टिकट आलो चलिरहेछ हाम्रो घरमा चाहिँ। हेर्नु गाइज हेर्नुस्, फाइनली अब बच्चाहरूले पनि टीका लाउँदैछन्। भित्र कालो ब्याग छैन त्यहाँ हेर्न। हिँड्ने बेला धेरै हल्ला हुन्छ कि साथीहरू हाम्रो यहाँ। हो त्यो ब्याग हो कि लिएर अरे बाहिर लैसक्यो मेरो भाइ। नमस्ते बाबा, ढोक्ने होइन के हिँड्ने बेलामा। ल गाइज हेर्नुस्, अब यो बम्बई जाने सामानहरू ल हेर्नुस् है। 2टा सुर्केस जस्तो लिएर आएको थिएँ त्यस्तै लिएर जान्ला छु। यो ब्याग अनि यही हो गाडी। हामी सबैजना जाँदैछौँ गाइज। अब बाटोमा फेरि हजुरहरूलाई म अपडेट दिनेछु, भिडियो हेर्दै गर्नु होला। फाइनली गाइस हामी नेपालगञ्ज आइपुगेछौँ। हेर्न सक्नुहुन्छ नेपालगञ्ज बजार, यो हो नेपालगञ्ज। हामी आउँदा आउँदा नेपालगञ्जमा आधा घन्टा लाग्यो गाइस। हेर्न सक्नुहुन्छ, हेर्नुहोस् नेपालगञ्ज बजार। हेर्नुहोस् है, यो त मैले हजुरलाई खालि अलिकति मात्रै देखाएको। मेन बजार त पछाडि रहिहाल्यो गाइस। मलाई यहाँबाट रुपाडिया जान छ, इन्डिया बोर्डर रुपाडिया, नेपालगञ्ज हुँदै जानुपर्छ गाइस। अब हाम्रो यहाँ नेपालगञ्जबाट गाइस रुपाडिया बोर्डर 5 किलोमिटर छ अझै गाइस। हामीलाई अझै 10-15 मिनट लाग्छ रुपाडिया पुग्दा गाइस। यो हो नेपालगञ्ज। हेर्नुहोस् त, इन्डियाको जस्तो बिल्डिङहरू छ सबै यहाँ। रोड पनि ठुलो छ, 4x रोड छ गाइस। बहुत विकसित भइसकेको छ हाम्रो नेपाल पनि। नेपालगञ्ज पहिलेबाटै विकसित देश बजार हो। पहिला अलि रोड साङ्ग्रो थियो भनेपछि अहिले 5-6 वर्ष अगाडिबाटै रोड 4x रोड बनेको कारणले अझ राम्रो भएको छ अहिले चाहिँ। म तपाईँलाई अगाडि गएपछि भिडियो देखाउँछु गाइस, भिडियो हेर्दै गर्नु होला। यो त नेपालगञ्ज मैले देखाएँ, अब रुपाडिया देखाउँछु गाइस। हेर्नु है, इन्डियाको टाइपको बिल्डिङ हेर्नुहोस् त, कति राम्रो राम्रो घरहरू बनाइसकेको छ। हेर्दै गर्नु होला भिडियो गाइस। फाइनली हेर्न सक्नुहुन्छ रुपाडिया आइपुग्यो, हेर्न सक्नुहुन्छ। अगाडि जुम गरेर देखाउँछु, त्यो हेर्नुहोस् नेपाल भारतको सिमाना है। नेपाल भारतको सिमाना बोर्डर त्यही हो रुपाडिया। यो बोर्डर कहाँ लाग्छ भने चाहिँ नेपालगञ्ज लाग्छ है। फेरि नेपालगञ्ज यो एरियालाई बाँके एरिया भन्छ। अब हामी बोर्डर पार भइसकेपछि तपाईँलाई भिडियो देखाउँछु, भिडियो हेर्दै गर्नु होला गाइस। गाइस हामी रुपाडिया बस स्टपमा आइसक्यौँ और हामीले सामान पनि हालिसकेका छौँ बसमा। म तपाईँलाई एकचोटि पुरा एरिया कभर गर्छु है, देख्दै गर्नु होला। हेर्नुहोस् त, यस्तो किसिमको बसहरू छन्। अहिले घाम लागेको छ, अहिले 3:30 बजे। हेर्नुहोस्, यो हो रुपाडिया बस पार्क। यसमा यो जति पनि देख्नु भएको बसहरू सबै सरकारी बस हुन् है त, सबै सरकारी बस हो। म तपाईँलाई ब्याक क्यामेराबाट देखाउँछु, भिडियो पुरा हेर्दै गर्नु होला गाइस भन्न चाहन्छु है त। हेर्न सक्नुहुन्छ रुपाडिया बस पार्कमा आइपुग्यौँ। यस्तो किसिमका बसहरू छन्। यो सबै बसहरू सरकारी बस हुन् है त गाइस। हामीले सामान कुन चाहिँ बसमा हालेछ र कुन बसमा हामी जाँदैछ भनेर म तपाईँलाई भिडियोमा पुरा देखाउँछु गाइस। हाम्रो परिवारहरू उहाँ बसेका छन्, हेर्न सक्नुहुन्छ। जुम गरेर देखाउँछु, हेर्नुहोस् त। गरम भयो अरे, घाम त लागेको छ, गरम भयो। त्यहाँ ठन्डा पानी, कोल्ड ड्रिङ्क के खाने भनेर हिँडिरहेछन्। यो बस काट्ने, बसको टिकट या पानी, ठन्डा, यो होटलहरू पनि छ सबै यसको अंदर है। अनि गाइस हेर्न सक्नुहुन्छ हाम्रो रुपाडिया दिल्लीको लागि यो बस जाँदैछ। हेर्नुहोस् त, यसको नम्बर पनि यस्तो किसिमको छ। हेर्नुहोस्, रुपाडिया दिल्ली लेखेको छ। तपाईँलाई जुम गरेर देखाउँछु, नम्बर प्लेट हेर्न सक्नुहुन्छ। दिल्ली जाने बसको हेर्नुहोस् है, यो वाला नम्बर कति हो, युपी। यो सरकारी बस हो। हामी यसै बसबाट हामी भोलि दिल्ली बिहान 6-7 बजेसम्म हामी पुगिहाल्छौँ गाइस। भिडियो हेर्दै गर्नु होला। कति पब्लिक छन् हेर्नुहोस् त, यति धेरै पब्लिक छन्। हाम्रो बस अब 15-20 मिनटमा यहाँबाट छुट्छ अरे अहिले एकछिनमा। और हाम्रो पछि आएको बस यो
सिमला हरियाणा पनि जान्छ हरिद्वार सिमला हरिद्वार पनि जाने बस हेर्नुहोस् त यो पनि अब कति बजी यसको टाइम होला म त हरिद्वार कहिले गएको छैन तर सबै सरकारी बस हो भिडियो हेर्दै गर्नु होला म तपाईँलाई फेरि पछि अपडेट दिन्छु है त गाइस हाम्रो गाडी हिँडिसक्यो हेर्नुहोस् त भर्खरै निक्ल्यो गाडी जुम गरेर देखाउँदै गाडी हाम्रो निक्लिसक्यो अरू पछाडि पनि हेर्नुहोस् त यस्तो गाइस रूपाडिया बजार हो यो रूपाडिया बस पार्कबाट हाम्रो गाडी टाइमिङ कति 4 बजे निक्ल्यो गाइस बस अब हामी जाँदै गर्छौँ भोलि तपाईँलाई म अपडेट दिन्छु भिडियो हेर्दै गर्नु होला बाई बाई गाइज हामी फाइनली दिल्ली आनन्द विहार आइपुग्यौँ ल हेर्नुहोस् हाम्रो सामान ऊ चाउचाउ पनि यता मेरो हस्बेन्ड पनि सबैजना भूत भएर खडा भएछन् बिहान बिहान गाइज अब अगाडि हामी जाँदैछौँ भिडियोलाई म यहीँ एन्ड गर्छु भिडियो हेर्दै गर्नु होला माया दिँदै गर्नु होला साथीहरू ल हेर्नुहोस् आनन्द विहारको यो सरकारी गाडीहरू हो ल हेर्नुहोस् एकचोटि है ल हेर्नुहोस् हामी आएको गाडी चाहिँ ऊ त्यो हो तपाईँहरूलाई म जुम गरेर देखाउँछु हो यो वाला हो ल गाइज नेक्स्ट भिडियोमा भेट हुने नै छ तबसम्म भिडियो हेर्दै गर्नु होला माया दिँदै गर्नु होला ल गाइज बाई बाई गर साथीहरू